guys, welcome to my new vlog. So तपाईहरुलाई थाहा हामी को थाहा हामी को उही त्यो छ मेरो ठुलो मम्मी भलिबल हेर्न आएको केटाहरू कति धेरै ल पुछ्देऊ युट्युबमा आउँछ है युट्युबमा है ल भन नि त के छ मेरो ब्लगमा के बोल्नु छ आजबाट हाम्रो गेम सुरु भयो साथीहरु गाइस हाम्रो गाउँमा चाहिँ गेम सुरु हुन गइरहेको छ आज म चाहिँ गेमको लागि टेबल बोकेर हिँडेको छु हैन सानो भन्दा भन्दै ठुलो गेम हुनु भयो गरे है ल त गाइस हामी चाहिँ अब टक्क भिजाएर चुना हाल्दैछौँ लानको लागि हैन रोशन भाइ टिमहरु चाहिँ त्यता त्यति भइसकेको छ भने दर्शकहरु माथि गइसकेको छ यता टिमहरु त्यता टिमहरु टन्नै अब सानो गेम भनेको टन्नै ठुलै हुने भयो गेम चाहिँ ल सो ठिकै छ केटाले चुना हाल्दैछ है त ल है त साथीहरु हाम्रो दर्शकबिनहरुलाई देख्न सक्नुहुन्छ सबैजना गेम खेल्न आतुर छन् मान्छे त हाम्रो गाउँमा फेरि फर्स्ट गेम हो यस्तै भएर चाहिँ फर्स्ट गेममै आमामा मान्छे त छैन सक्नु छ सो गाइस गेम सुरु भइसकेको छ है त ल अब फुदी भर्सेस मालुङ्गाको टिम रेडी हुँदैछ हाम्रो फर्स्ट गेम चाहिँ स्टार्ट हुन लागिसक्यो अब ओ नाइस राइट मोबाइल चाहिँ जस्तै तातिसक्यो सो यहाँको गेम चाहिँ यो त ल ड्याम हो दियो उठ्यो ल है नाइस आउट कॉल आउट इसको फाइदा आयोजकलाई दर्शकबिनहरुलाई हेर्न सक्नुहुन्छ यत्रो छ यता ल जताततै दर्शकबिनहरु अब यता पनि दर्शकबिनहरु त्यता जङ्गल भरिया छ दर्शकबिनहरुले यता माथि छ दर्शकबिनहरु यता साथी छ साथी के छ त नि ठीक छ यार एकदम रमाइलो छ ल हामी चाहिँ फेरि टुर्नामा आएर अब यसो बनाउनु पर्ने हुन्छ नि त भिडियो यहाँनिर हैन टक्क यहाँ चाहिँ आयोजकको लागि पालछाल टाङ्ने कार्यक्रम हुँदैछ भने यता दर्शकहरु हेरिरहेछ मस्त के गर्नु यार घाम यस्तै छ टाउको फुटाउँछ एक सेट खाइयो राम्रै छ 10-12 जति पुग्यो होला ओ भाइ हो त्यसलाई भात देऊ त हो डिस्टर्ब गरेको हो स्याबास मिमबहादुर गुरुङ आएन नाइस दामी पड्कायो ल बल चाहिँ घमा घम के भन्छ गपा के भन्छ यार ल यहाँ आऊ न ल भन यहाँ तिम्रो नाम के हो सम्पूर्ण कसको भाइ तिमी ससिना तिम्रो घर कहाँ रे कटान कहाँ बस्छौ तिमी सो हामी चाहिँ एउटा गेम हेरिरहेको छ यहाँ बस्नु यहीँ बसेर हेरौँ न ओ भाइ
हौ तिम्रो नाम के हो नि क्रिस्टिनाको भयो तिमी म ठ्याक्कै पारिदिएँ ल बधाई ल अनि अरू लाइक सब्सक्राइब हो सो मैले चाहिँ मेरो दुईजना बिग फ्यानहरू भेटाइसकेको छु चोटमा लाङखुट्टे यस्तो घामले सेकाइरहेछ तर पनि खेलाडीहरू यस्तो घाममा नि खेल्दै आजको लागि टेन्ट रेडी भइसकेको छ भने हाम्रो खेलाडी भने बल टिप्न रेडी अहिले कतिखेर गेम पर्दैन थाहा होइन उता बाहिर टिमबाट है सेकायो सुत्यो ल ठिक छ है गेम चाहिँ ठिक छ ल देउरेले सेकाएन धन्दै खायो निन्दा लाग्यो मलाई खायो फेरि छातीमा गोली प्रहार कहिले पर्छ सक्यो सो सरी गाइज म चाहिँ एकपट्टि हेरेर बसेर यता गेम पनि सकिसकेछ थाहै भएन डन माइन्ड गेम हेरिरहेको यहाँ आनन्द शीतला छ सर होइन सो त्यही भएर अब हामी घाममा त कहाँ खेल्नु बल आएर पुरस्कार लगाइयो त्यही पनि अब सकिँदैन गेम खेल्नलाई सब केटाहरू यहाँ गेम हेर्न ल यहाँ चाहिँ गेम सुरु भइसकेको छ पोखरा भर्सेस बन्दीपुरको कुन टिमले बन्दीपुर भर्सेस पोखराको मिठो गेम चलिरहेको छ यहाँ अनि यता आयोजक के छ अर्काको चस्मा चोरेर टाउकोमा नभनेपछि नि के छ त तिम्रो रातो ए डन ठिकठाक एकदम मिठो गेम चलिरहेको छ यता यहाँ ड्याममा बल चेक आउट ल हाम्रो स्वयंसेवी गार्ड चाहिँ सब पानी लिएर आउँदैछ है त ल ट्याक्क लाएर यतिको त गर्ने पऱ्यो या पानी खाने टाइम भयो यहाँ चाहिँ हाम्रो बराबर गम्छा गम्छी पोखरा भर्सेस बन्दीपुरको एकदम लिडमा गइरहेको छ हाम्रो आयोजक के छ भने सर सन्चै नाइस ब्लग त यस्तो 90 है ब्लग चाहिँ उठ्यो बल फेरि लिडमा गयो 25 बराबर भइरहेको छ अब एक लिडमा छ है त ल ओ जम त फेरि 25-26 नम्बर पुग्न सफल 26-25 फेरि 26 बराबर यस्तो बवाल भइरहेको छ ल गेम
27 26 अन्डर 15 को खेलाडी भनेर खासमा गेम अन्डर 15 अन्डर 16 हो तर यहाँ चाहिँ आमामा अन्डर 20 को आछ खेलाडी जता पनि यस्तै हुन्छ गेम भएको बेलामा हैन खालि फेक डकुमेन्ट ल्यायो अहिले पनि त्यस्तै भइरहेछ यति बुढो बुढोहरू हामी भन्दा नि सुड्डा सुड्डाहरू आएर खेलेर सो साथीहरू दुई टिमले एक एक सेट खाइसकेको छ भने अब चाहिँ फाइनल हुन लागेको छ एकदम ल यो चाहिँ फाइनल गेमै फाइनल नाइस गेम एकदम बम्बसार चलिरहेको छ ल म चाहिँ फेरि माथिबाट भिडियो गर्न आइसकेको छु यता हाम्रो दर्शकबिनहरूलाई पनि देखाउनु पर्यो माम्स ओ मा के छ हेलो गाइस अनि हाम्रो गाउँको आमा पार्टीहरू नि उहाँबाट हिँडिराख्नु भएको छ अनि खेलाडीहरू पुरा 14 भरि छ यता जङ्गलै भरि छ अनि त्यता त्यही छ खेलाडीहरू सब खेलाडीहरू छ है त दर्शक पनि खेलाडीहरू पनि अनि हाम्रो गाउँको स्वयंसेवीका नानीहरू नानी यसो तिमी एक्लै भएर आएको कि आमा नाइस चेकै ल गुड मारो 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 बल ल गोली हामी गोली तान्यो 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 मलाई त निन्दै लागिसक्यो दामी पोखराकोलाई बन्दीपुरकोले जित्यो ल यता साथीहरू फेरि पनि अर्को सेटको गेम स्टार्ट भइसकेको छ गस्लिङ भर्सेस अर्को कुनै थाहा भएन गस्लिङ भर्सेस बल्ल ठिक्क ठिक्कको बल्ल भुराहरू देखाए फेरि अहिले त भएन कि बन्दीपुरको र पोखराको त
केरा त्यसै होप्लेस भइरहेको कि डेन्जरै कोच्याइदियो त उताको त बङ्का बङ यार एकदम दामी ए कहाँ सो यहाँ चाहिँ ऊ कडा स्पाइक आएको थियो कडा किन समय नगयो बल अन्डा पार्ने हो अलिकतिले कता कताको कता कताको के भन्छ दर्शक दिनहरू त बाफ्रे पुरै ढाकिएको छ है माथि दर्शक दिन भन्दा नि खेलाडीहरू नि छ दर्शक दिन त को छ र सबै खेलाडी हुन् खेल्ने मान्छेहरू हेर्ने मान्छेहरू माथि छ अझ हेर्ने मान्छे साथी यता छ यता नि छ अघि हाल्नु पर्दैन ओके त्यो मजाले हाने थियो फेरि वान्स मोर दिने गइहाल्यो नि छैन है त ल राइट यो 3 नम्बरले कस्तो कडा हानिदिएको यार है ठिकै ओइ ठिकै एकछिन बलिङ जाने एकचोट कडाइ चेक पऱ्यो ल चार्ज नगएला कति ढिलो गरेको यता 3 नम्बरको चान्सै पाउन के हो बे हाम्रो अन्डर 16 को गेम है केटा हो ल देख्न सक्नुहुन्छ अन्डर 16 को मान्छेहरू फुलित्तै बाबरे गाइस कहाँबाट आयो यति धेरै साथी चाहिँ वहाँ छ है वहाँ बसेर हेरेको छ जङ्गलमा बसेर गेम हेरेको बा बुढापाकाहरू जङ्गलमा बसेर मस्त गेम हेरे अनि अरू खेलाडीहरू छ कुना काप्चातिर फल भएको थियो फल भयो नाइस नाइस ए कति धेरै कुराहरू बाफ्रे यार
आयुष एक बोतल पानी लिएर आइज मलाई प्रोटेक्ट गर है केटा अगाडिबाट भन्ने साथै आउँछ त अनि मैले क्यामेरा अफ गर्दा चाहिँ बब्बाल बब्बाल हान्छ होइन क्यामेरा अन गरेपछि फेरि फुलित्तै नाइस गल्ली यता छ दर्शकबिनहरू कति धेरै हो केटा भलिबल हेर्न आएको केटाहरू कति धेरै ल पोस्टदेऊ ल पोस्टदेऊ युट्युबमा आउँछ है युट्युबमा है मेरो च्यानलको नाम थाहा मेरो च्यानलको नाम थाहा होइन मिमबहादुर बताने गुरु जर्सी नम्बर 1 ब्याच 13 ले मलाई डिस्टर्ब गरेको सूचना मेरो 600 कति छ खै ओ नाइस